साथीहरू, नेपाल विद्युत प्राधिकरणबाट जुन विज्ञापन प्रकाशन भएको थियो 2082 साल 9 महिना 18 गतेका दिन, त्यसमा यदि यहाँहरूले फारम भर्नु भएको छ भने त्यसको परीक्षा मिति सार्वजनिक भइसकेको छ। लिखित परीक्षाको मिति सार्वजनिक भइसकेको छ। यसको परीक्षा भने 2 दिनमा हुँदैछ, 2 पटकमा हुँदैछ। 2 पटक भन्दा पनि यसमा चाहिँ प्रथम पत्र र द्वितीय पत्रको छुट्टा छुट्टै फरक फरक दिनमा हुँदैछ। त्यो कुरा यहाँहरूलाई थाहा नै हुन्छ। यसमा चाहिँ सुरुमा मिटर रिडिङ सुपरभाइजर तह 5 मा यदि फारम भर्नु भएको छ र त्यसैगरी लेखापाल सहायक लेखा तह 5 मा यदि फारम भर्नु भएको छ भने त्यसको मिति 2083 साल 2 महिना 15 गते दिनको 2 बजे संयुक्त रूपमा परीक्षा हुँदैछ भने दोस्रो पत्रको 83 साल 2 महिना 16 गते दिनको 2 बजे र अर्कोको भने लेखापाल सहायकको लागि प्रशासनको लागि लेखापाल प्रशासन लेखा तह 5 को लागि भने 83 साल 2 महिना 17 गते दिनको 2 बजे परीक्षा सञ्चालन हुनेछ र यसको परीक्षा केन्द्र सम्बन्धित परीक्षा केन्द्र आयोगको कार्यालयले निर्धारण गरे बमोजिम हुनेछ। यानी कि जस्तै जनकपुर, अब फारम तपाईले कोशी प्रदेश, मध्य प्रदेश, गण्डकी प्रदेशबाट फारम भर्नु भएको छ भने सो प्रदेशले तोकेको बमोजिम यसको परीक्षा केन्द्र कायम गरिएको हुनेछ। अर्को भने सुपरभाइजर र प्राविधिक इलेक्ट्रिकल प्लस इलेक्ट्रिकल 5औं तहको लागि भने 83 2 महिना 11 गते र दोस्रो पत्रको 83 2 महिना 12 गते दिनको 2 बजे हुँदैछ भने 83 साल 2 महिना 13 गते द्वितीय पत्रको सुपरभाइजर प्राविधिक मेकानिकल तह 5 को लागि हुँदैछ र त्यसैगरी सुपरभाइजर प्राविधिक सिभिल तह 5 को लागि भने 83 2 महिना 14 गते दिनको 2 बजे सञ्चालन हुनेछ। र साथीहरू, यो नोटिस तपाईले यसै भिडियोको डिस्क्रिप्सनमा राखेको छ, त्यहाँबाट तपाईले डाउनलोड गरेर सेभ गरेर राख्न सक्नुहुनेछ। हस् त साथीहरू, आजको यो सानो जानकारीमा यति नै र यो मिति प्रकाशन भएको छ 12 महिना 18 गतेका दिन।